हेलो क्या अहिले चाहिँ लाग्दैछौँ ल हामीले पत्रिका सुरुमा गर्मीमा फेरि लास्ट धेरै त्यही भएर कटेर जाँदैछु म चाहिँ कलेज गएर हाम्रो यिनीहरू त्यहाँनिर मान्छेहरू कति धेरै चल्छन् यहाँ है सब लोकसेवाको तयारी गर्ने मान्छेहरू है गाजी यो जति पनि सब लोकसेवा तयारी गर्ने अब रङ साइड हालेर चलाउनु भएन के अरे पायो घरमा त्यही भएर चस्मा लाउनुपर्छ त बाइकको पछाडि बसेर सेफ्टी हुन्छ जहिले पनि चस्मा लाउनुपर्छ क्या त्यो क्लियर नदेख्यो भने देखियो भने जहिले भनौँ न सुर्खेतको पहिलादेखि नै एकदम फेमस ठाउँ अटुकामा चाहिँ चिया चाहिँ मिलो पाउँछ चिया पनि मिलाउने तल सुर्खेत बजारमा चाहिँ टेम्परेचर अलिकति हाई छ क्या गाइस लास्टै गर्मी छ यतातिर गयो भने चाहिँ अलिकति शीतल हुन्छ चाहिँ त्यहाँ चाहिँ शीतल हुन्छ त्यही भएर जानु पऱ्यो क्या लास्ट गर्मी भयो तल हेरी चोकदेखि यता दैलेख रोड रङ्गशालासम्म चाहिँ त्यो के भन्छ अरे लोकसेवा आयोग पढ्ने स्टुडेन्टहरूको पुरै लायो हुन्छ यहाँ चाहिँ आर्मी पुलिसहरू सशस्त्र सबको यता लाइन हुन्छ यहाँ चाहिँ योभन्दा माथि त्यो मान्छेहरू मात्रै भेटिन्छ रनिङहरू मात्रै रनरहरू मात्रै भेटिन्छ क्या यहाँ चाहिँ
बसेँ। योभन्दा चाहिँ माथि लाग्यो भने चाहिँ शीतल लागिहाल्छ फेरि एकदम गर्मी नै फिल हुन्छ, पुरै शीतल हुन्छ यहाँभन्दा माथि त। सुर्खेतमा चाहिँ फेरि तल बजारमा चाहिँ लास्टै गर्मी गर्मी नै। यस्तो उकालोमा पनि 3 नम्बरमा रन्डरमा टानिन्छ यार बाइक। यस्तो उकालोमा पनि 3 नम्बरमा क्या बाइक हेर्नु रन्डरमा टानिन्छ क्या। त्यो त पिकअप दिन नसकेर हो नि त। हेर्नु मान्छेहरू हेर्नु है केटाहरूलाई त छन् अहिले। एम्बुलेन्सको हरन थियो क्या, त्यो हरन र त्यो साइरन बजाउनु मिल्दैन नि त। कहाँको यो हो यो त। यतिको ज्यान चाहिँ हुनु पर्यो है केटीहरूको लागि। पर्छ क्या वेट घटाउन आएको मान्छे र लाख बनाउन आएको मान्छेमा फरक पर्छ नि त भाइ। जिन्दगीमा धेरै कुराहरू पुरै हुस्सुलाखा सुर्खेत भ्याली के। लास्ट चिसो हुन्छ यार बवाल। बजार केही पनि देखिन्न हुस्सो लाएर, तल बजार केही पनि देखिन्न कि हुस्सो लाएर।
केही पनि देखाएन। यता चाहिँ धेरै धेरै मान्छेहरू घुम्न आउन हो। यो चाहिँ बबाल एकदम धेरै फेमस, एकदम बबाल ठाउँ, बेस्टफुल ठाउँ। त्यही पनि मर्निङमा आयो भने त एकदम स्वर्ग गाइस, एकदम स्वर्ग। पानी परेको टाइममा आयो भने एकदम बवाल भ्यू आउँछ है गाइस। आगे के भन्ने अलग्गै चाहिँ दिएको त्यो लागि एकदम पर्फेक्ट हुन्छ यो ठाउँमा चाहिँ। हेर्नु गाइस यस्तो बवाल छ। हाम्रो सुर्खेत राम्रो सुर्खेत, हाम्रो पटुका राम्रो पटुका। हेर्नु यो पटुकाको बोर्ड चाहिँ गाइस के भयो काले के दहिले 60 किलोमिटर मात्र हुन्छ के यहाँबाट 60 किलोमिटर 65 किलोमिटर मात्रै तल सुर्खेतबाटै। अनि माथिल्लोबाट 65 किलोमिटर त हुँदैन। के झर त उता जाने हो र पर पछाडि सुर्खेतको दोष बाटो खाले चिया खानु पर्यो ल। चिया खानेपछि कटुक आउँदा हुन्छ है। दुध खानलाई चाहिँ, चिया खानलाई, दही खानलाई, सब खानलाई यहाँ आउँदा हुन्छ कटुक। त्यो के काम लाग्छ भन्दै थियो। एकदम बवाल छ तर चिसो रहेछ त है लास्ट डे। हामी चाहिँ अब यहाँबाट चिया खाएर चाहिँ गाइस निक्लिन लाग्यो है। हामी चाहिँ अब यसो उता गएर फोटो 1-2वटा फोटो सुट हानेर अब फोटो भिडियो हानेर लाग्नुपर्छ ल। भला हाल्नु परेको त युट्युबमा लगाए अहिले गर्छु म। ल बस उताबाट चाहिँ सुर्खेत भ्याली चाहिँ देखिन्थ्यो। आज चाहिँ अब लाएर के अरे हुस्सो लाएर देखिन्न होला गाइस। पुरा क्लियरै देखाएको थिएन तलबाट।
मजा छैन त गाई जस्तो ठाउँमा बिहान बिहान आयो भने मजा बगाउँछ नि होइन। आहा हम त मजा आउँछ गाइस। हेर्नु त भ्यू तल हुस्सो लाएर पुरै सेतै चिल्लारामै देखियो यार। के गर्नु गाह्रो छ। हामी पनि धेरै उता नजाउँ होला, यतैबाट फर्किनु होला अब। सुर्खेत भ्याली केही पनि देखाएन गाइस। यो गाइस अब त्यही हो, अब यसो एक दुईवटा फोटोसोटो हान्नु पऱ्यो अनि ब्याक टु सुर्खेत भ्यालीमा चाहिँ ब्याक हुने हो। अब के छ अरू अपडेट गर्दै गरौँ है भनेपछि के हुन्छ है त। भ्यू चाहिँ यस्तो है गाइज, आउँदा हुन्छ बिहान मर्निङमा ट्याक्क लाएर भ्यू यस्तो छ दामी छ। सुर्खेत भ्याली चाहिँ राम्रो देखाएन कि गाइज, यस्तो पुरा क्लियर देखेर। यता चाहिँ भिडियो सुट फोटोसुट गरेर भ्यायो गाइज। अब जानु पर्यो सुर्खेत भ्यालीतिर है। के गर्ने टाइम पनि भइसक्यो, कति बज्यो 8 साढे 7 भइसक्यो। अब जानु पर्यो मिलाएर। युट्युबमा चाहिँ माया गरिदिनु है सबैले। युट्युबमा माया गर्नु पुरा भलक आउँछ डेली, जहिले भलक हाल्छु है। लाइक सब्सक्राइब दामी हान्नु पऱ्यो ल गाइज मिलाएर। ल सुर्खेत जाँदैछौँ हामी चाहिँ ब्याक टु सुर्खेत भ्याली। ल बस ल गाइज लाग्यो सुर्खेत भ्यालीतिर अहिले चाहिँ। तर बिहान यता बिहानतिर आयो भने चाहिँ राम्रो हुन्छ, शीतल हुन्छ एकदम, मौसम पनि राम्रो हुन्छ। अन्त यतातिर दिउँसोतिर आए पनि हुन्छ, तल गर्मी हुन्छ भ्यालीमा। दिउँसोतिर आए पनि यता चाहिँ शीतल हुन्छ क्या एकदम दामी लभली हुन्छ लभली। अफरोड चलाउनु पनि बाइक मजा आउँछ चेस्ट कहिले काहीँ। हाईवे सुर्खेत दैलेख जाने हाईवे यही हो गाइस। मौसम चाहिँ एकदम बवाल छ गुड। सोल्टी मोड, यो चाहिँ सोल्टी मोड। यहाँबाट चाहिँ सुर्खेतको भ्याली देखिन्छ गाइस। आज चाहिँ पुरै हुस्सो लगाएर सुर्खेत देखिन्न है। झरबुटा चाहिँ उता पारि होला, झरबुटा जानु पर्ला एक दिन।
यता चाहिँ भगवान् छ फेरि यहाँबाट अफरोड जाउँ है अफरोड मजा आउँछ यताबाट चाहिँ अफरोड हाल्नुपर्छ हामीले अफरोडमा बाइक चलाएको हाल्नुपर्छ क्या मजा आउँछ भिडियो बिचमा त ल यबाट सिधै माथि मन्दिर जान्छ क्या त्यो कारागार छ नि त्यहीँ योबाट कतिजना हिँड्नु भयो आहा कमेन्ट गर्नु ल गाइज यस्तो कच्ची बाटो हिँडौँ भन्ने हो पिच त जहिले हिँड्ने त होइन कच्चीतिर पनि देऊ न भल गाइजहरूलाई हाम्रो दर्शकहरूलाई यहाँबाट फेरि हिँड्दै आउने बाटो पनि सर्टकट बाटो छ गाइस हिँड्दै आउने कपासेदेखि हिँड्दै आउने यतैबाट सर्टकट बाटो चाहिँ यतैबाट उतैनिर भड्याङ छ भड्याङ जान पाइन्छ यही बाटो सर्टकट यतैबाट उताबाट भड्याङमा सिधै गाडी आउँछ नि त गाडी पनि हिँड्छ नि घर कतिले थाहा छैन होला कि यो बाटोको बारेमा अहिले छोटो पनि छोटो पर्छ क्या उताभन्दा बाटोदेखि नाला हान्दैछ पिर हुन्छ क्या यो बाटो पनि नाला हानिरहेको रहेछ पिच हुने रहेछ लगततिर हुँदैन त टाइम लाग्छ होला फिर पछाडि सत्य लाटा है के भयो ल्यात्त चिप्लिनु त त्यो त बाइक चिप्लिएको छ नि बाइक राति बाटोमा बाइक नचिप्लेला डट होइन नि त यो बाबु नचिप्लिनलाई म
मैले बिहान माइक लिएर आउँला सोचिरहेको थिएँ, बिर्सिदिएर आएँ। सायद नोइस लास्ट धेरै आउँछ होला, त्यत्तिकै उयो गऱ्यो भने त। त्यो चाहिँ कारागार जान्छ है कहिले यहाँबाट सिधै सुर्खेत कारागार। यही सुर्खेत कारागार। खोलाको पुल बन्यो यो? उताको पुल बन्यो कि नै? बनिसक्यो रहेछ त पुल। म यो पुल बनाउनु लाग्छ त्यो बेलाबाट आएको थिएन क्या यहाँ।